हेलो है यो तपाईँलाई फेसमा म्यासेज गर्ने केटी को हो के त्यो टिकटक बारे फेसमा म्यासेज गरे चिन्नु भा को हुन्छ त हो पहिले सँगै पढे साथी हो किन म्यासेज गरे त सँगै पढ्या हो नि हट देखेर फेसबुकमा देखेर मेसेज गरे अलि त केटाहरू छैनन् सँगै पढेका केटी मात्रै छन् ऊ केटीको आखान र के मेरामा त्यही एउटा साथी थियो त्यसले गरे अलि यो साथी हो भने नि यहाँनिर चुप्प गरेको स्टिकर किन आयो त किन आयो साथी भइदियो मलाई थाहा हुन्छ मैले स्टिकर पठा भने आम त्यसलाई साथी भइदिएपछि त्यो स्टिकर लवाला स्टिकर त्यो ह्या चुप्पावाला स्टिकर किन आयो के को हो त्यो त यार त्यो यार पहिले स्कुलमा पढ्दाखेरिको साथी हो त्यो मलाई फेसबुकमा देखेर मेसेज गरे अलि तँ के साथी हो भने त्यो स्टिकर कहाँबाट आयो के त्यो स्टिकर कहाँबाट आयो त्यसले किन पठाइ त्यहाँनिर लभको स्टिकर जान्छ साथी भएपछि यहाँनिर चुप्पा गरेर स्टिकर जान्छ अब दबेर आया होला के बुढी यार त्यस्तो कुरा त राम्रो मैले सोधिरहेको छु है भन्नुहुन्छ कि नै साथी हो के झुकेर आया होला स्टिकर धेरै दिमाग तताउने काम नगर है मेरो फेरि भन्नुहुन्छ कि नै को हो त्यो पहिलो 10 क्लासमा सँगै पढे साथी हो किन त्यो चुप्पावाला स्टिकर आयो त मैले कसम त्यो स्टिकर मैले रिप्लाई दिएको छैन त साना त्यो स्टिकरको दिएको छु त किन स्टिकर आयो के उताबाट साथी मात्रै हो भने किन आयो दोबेर आया होला कि सोरी दोबेर होला तँ के